नमस्ते साथीहरू, यो तपाईँको मनपर्ने हरर च्यानल घोस्ट फाइल्स हरर नेपालमा स्वागत छ। आज मैले तपाईँहरूको लागि नेपालको क्षेत्रको सबैभन्दा डरलाग्दो र वास्तविक जस्तो लाग्ने भुतिया कथा लिएर आएको छु। पहाडी भागमा बसेको एउटा सानो बस्ती थियो, जहाँ काली गण्डकी नदीको किनार पुराना सालका रुखहरूले घेरिएको एक गाउँ थियो। रात पर्दा गाउँमा बत्तीको उज्यालोभन्दा अँध्यारो नै बलियो हुन्थ्यो। त्यहाँका मानिसहरू भन्थे, यो गाउँमा रातले आफ्नै नियम बनाउँछ। एउटा मानिस थिए, उनको नाम थियो रामबहादुर तामाङ। उनी त्यही गाउँको सबैभन्दा कान्छो शिक्षक थिए। उमेरले 30 नागेका थिएनन्, तर अनुहारमा समयले धेरै रेखाहरू कोरिसकेको थियो। उनको घर गाउँको सबैभन्दा माथिल्लो डाँडामा थियो, जहाँबाट पुरै गाउँ र नदी देखिन्थ्यो। उनको श्रीमती लक्ष्मी र 20 वर्षको छोरी माया त्यही घरमा सधैँ एक्लै बस्नु पर्थ्यो, किनकि रामबहादुर स्कुलको कामले कहिलेकाहीँ राति ढिलो घर फर्किन्थे। एक दिन गाउँमा एउटा पुरानो कुरा फेरि बुझियो। त्यो कुरा थियो कि पुरानो बुढापाकाहरू भन्थे, करिब 70 वर्ष अघि त्यही डाँडामा एउटी युवतीको रहस्यमय तरिकाले मृत्यु भएको थियो। उनको नाम थियो सावित्री। बिहेको केही महिनापछि नै उनको पति युद्धमा मारिएको खबर आयो। सावित्रीले त्यसपछि बोल्न छाडिन्। दिनभरि डाँडाको टुप्पोमा बसेर नदीतिर हेर्थिन्। एक रात उनको शरीर नदीको किनारमा भेटियो। यसो हेर्दा उनको घाँटीमा रातो रसी कसिएको थियो। कोही भन्थे आत्महत्या, कोही भन्थे कसैले मारिदियो, तर सबैले एउटै कुरा भन्थे, उनको मृत्युपछि पनि उनको आत्माले डाँडा छोडेन भनेर भन्थे। रामबहादुरलाई यस्ता कुरामा विश्वास थिएन। उनी भन्थे भूतप्रेत भनेको कथा मात्र हो, तर उता उनको श्रीमती लक्ष्मी सधैँ चिन्तित रहन्थिन्। उनले राति घर वरपर कसैको पाइला सुन्ने, घरको छानामा हावा नचले पनि ढोकाको छेउमा लामो कपालको छाया देखिने जस्तो कुरा लाग्थ्यो। एक वर्षमा आउने चाडपर्व नजिक थियो। गाउँमा सबैजना दसैँको तयारीमा व्यस्त थिए। रामबहादुरलाई स्कुलको कामले 2 दिनसम्म गाउँ बाहिर बस्नु पर्यो। यतातिर लक्ष्मी र माया एक्लै रात बिताइन्। पहिलो रात केही भएन, दोस्रो रात भने अर्कै भयो। रातको ठीक 2 बजेतिर माया अचानक रोई। लक्ष्मी उठिन्, तर यसो हेर्दा छोरीको निधार तातो थियो। उनले पानी दिएर फेरि सुताइन्। अचानक घरको ढोकामा आवाज सुनियो। ढोका बाहिरबाट कोही ढकढक गर्दै थियो। लक्ष्मी डराउँदै सोधिन्, को हो? तर बाहिरबाट कसैको जवाफ आएन। फेरि अझै ढकढक गरेको आवाज आयो। यसपटक अलि ठुलो स्वरले आवाज आयो। लक्ष्मी र माया दुईटै कोठाको कुनामा बसेर पुगिन्। अचानक आवाज रोकियो, तर केही समयपछि झ्यालको सिसामा हल्का खटखट सुनियो, जस्तो कोही सिसामा औँलाले चित्र कोर्दैछ जस्तो भइरहेको थियो। लक्ष्मीको मुटु ढुकढुक भइरहेको थियो। उनले झ्यालतिर हेर्ने साहस जुटाएनन्, बरु उनले पुरानो मन्त्र पढ्न थालिन्, जुन उनको आमाले सिकाएको थिइन्। बिहान जब रामबहादुर घर फर्किए, लक्ष्मीको अनुहार फिक्का थियो। उनले सबै कुरा सुनाइन्। रामबहादुर त्यो कुरा सुनेर हाँस्न थाले। रामबहादुरले भने, तिमीले सपना देखेको हुनुपर्छ भनेर भने, तर त्यसपछि हरेक रात एउटै घटना दोहोरियो। रातको 2 बजेपछि ढकढक र खटखटको आवाजहरू आइरहेको हुन्थ्यो। कहिलेकाहीँ छतमा कोही हिँडेको जस्तो पाइलाको आवाज आउँथ्यो। कहिलेकाहीँ नदीबाट आउने चिसो हावासँगै महिलाको रुने आवाज पनि आउँथ्यो। एक रात रामबहादुर आफै जागे। उनले सुने कोठाको बाहिर कसैले फुसफुसाउँदै कुरिरहेको छ। रामबहादुरलाई त्यो आवाज चिनेको जस्तो लाग्यो। उनले ढोका खोले, तर बाहिर हेर्दा कोही थिएन। तर यसो हेर्दा उनको आँखा झ्यालतिर पुग्यो। झ्यालको बाहिर चन्द्रमाको उज्यालोमा एउटी युवती उभिएकी थिइन्। लामो कालो कपाल, सेतो साडी, घाँटीमा रातो रसी थियो। उनको अनुहार सेतो थियो, जस्तो रगत नै नभएको। रामबहादुरको खुट्टा काप्यो। उनले ढोका बन्द गर्न खोजे, तर ढोकाको अगाडि पनि त्यही अनुहार देखियो, जस्तो ढोकाभित्रै त्यो आकृति छिर्न खोज्दैछ जस्तो भइरहेको थियो। उनले चिच्चाए, यो के हो? अनि त्यो आवाज सुनेर लक्ष्मी र माया पनि उठिन्। त्यो रातपछि सावित्रीको आत्मा त्यो घरमा आइसकेको थियो। दिनभरि पनि कपालको छाया देखिन्थ्यो। रात भने उनले घरभित्रै हिँड्न थालिन्।
कहिले मायाको ओछ्यानको छेउमा बसेर कपाल कुटिरहेकी हुन्थिन्, अनि कहिले लक्ष्मीको रस्सीमा लुगा सुकाउँदै हुन्थे, कहिले रामबहादुरको किताब पढे जस्तो गरी पल्टाउँदै गर्थिन्। यो सबै कुरा गाउँलेहरूलाई थाहा भयो। गाउँलेहरूले भने यो सावित्रीको आत्मा हो, जसले आफ्नो मृत्युको कारण खोजिरहेकी छिन्। रामबहादुरले अन्त्यमा हार माने। उनले गाउँका झाँक्रीलाई बोलाए। झाँक्रीले 3 दिन 3 रातसम्म पूजा गरे, धूपबत्ती गरे, अगरबत्ती बाले, बलि दिए, तर सावित्री त्यो घरबाट गएनन्। चौथो दिन झाँक्रीले भने, यो आत्मालाई जवाफ चाहिरहेको छ। यो आत्माले आफूलाई मार्ने व्यक्तिको नाम खोजिरहेको छ भनेर झाँक्रीले भने। राति सबैजना घरको आँगनमा बसे। झाँक्रीले मन्त्र पढे। धुवाको बिचमा एउटी युवतीको आकृति देखियो। उनले रामबहादुरतिर हेरेर भने, तिमीले मलाई चिन्न सक्छौ? त्यो सुनेर रामबहादुरको अनुहार सेतो भयो। उनले सम्झे 70 वर्ष अघि उनको हजुरबुवाले एउटी युवतीलाई धोका दिएका थिए। उनले विवाहको वाचा गरेर भागेका थिए। त्यही युवती सावित्री थिइन्। आत्माले भनी, तिमीहरूको रगतमा मेरो पीडा छ। अब म यो घरमा बस्छु। मायाले मेरो कपाल कोरिदिन्छ, लक्ष्मीले मेरो लुगा धोइदिन्छ, तिमीले मेरो कथा सुनाइदिन्छौ भनेर सावित्रीले भनिन्। रामबहादुरले आफ्नो टाउको झुकायो। उनले त्यो कुरालाई स्वीकार गरे। त्यसपछि गाउँमा शान्ति आयो। तर त्यो घरमा सधैँ सावित्री रहिन्, जो बोल्दैन थिइन्, तर सबैले उनको उपस्थिति महसुस गर्थे। राति 2 बजेपछि ढाउढक सुनिन्थ्यो, तर अब त्यो डरलाग्दो थिएन। त्यो एउटा पुरानो पीडाको सम्झना थियो। र एक दिन मायाले आफ्नो आमालाई सोधी, हाम्रो घरमा कोही बस्छ र आमा? लक्ष्मीले मुस्कुराउँदै भनिन्, हो नि बाबु, एउटी दिदी बस्छिन्, उनी हामीलाई हेर्छिन् भनेर भने। र त्यसपछि गाउँमा कसैले पनि सावित्रीको कुरा डरले गर्दैनथ्यो। उनी डरको कथा थिएनन्। अब उनी एक पुरानो घाउ थिइन्, जसलाई समयले पनि निको पार्न सकेन। र काली गण्डकीको किनारमा रात पर्दा अझै पनि कसैले सुन्छन्। लामो कपालको छायाले हावामा फुसफुसाउँदै भन्छ, म यहाँ छु, म सधैँ यहाँ छु भनेर आवाज आउँछ। साथीहरू, यो कथा यहीँ सक्यो। यो कथा सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँलाई यो कथा मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। अनि कमेन्टमा भन्नुहोस् तपाईँलाई कतिको यो कथा मन पर्यो। अर्को हप्ता अझ डरलाग्दो कथासँग भेटौँला। तबसम्म गुड नाइट र सावधान।